यस्तो खुसीको दिन पनि भाउजूलाई अचानक के भएर भाउजू एक्कासी रुन थाल्नुभयो त। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई फेरि पनि यो मेरो मिनी भ्लगमा। आज चाहिँ हाम्रो घरमा भाउजूलाई दही चिउरा खुवाउने कार्यक्रम थियो। त्यसको लागि म चाहिँ बिहानैदेखि काम गर्नतिर लागे। धेरै मिठो बनाउन नआए तापनि अलिअलि मिठो चाहिँ बनाउन मैले पनि सिकेको थिएँ। पकाउने जति काम चाहिँ मैले नै सके, तर मेरो काम चाहिँ पकाउने मात्र थियो। सबै सामानहरू मम्मीहरूले काटेर रेडी बनाइदिनु भएको थियो। त्यसपछि म पनि धमाधम पकाउनतिर लागे, किनकि मैले अचार, पोलो र मासु चाहिँ मेरै जिम्मामा पकाउनु पर्ने भएकोले म पनि धमाधम पकाउनतिर लागे र मलाई पनि डेडीले यताउति गर्न सघाइदिनु भयो। यता चाहिँ भाउजूको साथी र सिर्जना मिलेर बेबी शावरको लागि चाहिँ डेकोरेसनहरू मिलाउन थाल्नु भयो। त्यसपछि सबैजना आउनु भयो र भाउजूलाई पनि टिका सिका लगाइदिनको लागि अब तयार हुनु भन्न थाल्नु भयो र टिकाहरू पनि लगाइदिन सुरु गर्नुभयो र सबैजनाले पालैपिलो टिकाहरू लगाइदिन थाल्नु भयो। तर मलाई थाहा थिएन कि यो प्रेग्नेन्सीको बेला चाहिँ दही चिउरा खुवाउनु पर्छ भन्ने। मैले चाहिँ आजै मात्रै थाहा पाएँ, किन भन्दाखेरि मैले मेरो बुढीलाई पनि गरेको थिइनँ। यो दही चिउरा खाने कार्यक्रम चाहिँ बच्चा जन्माउने महिना पुगेपछि गर्दा रहेछन्, किनकि यसरी दही चिउरा खुवायो भने चाहिँ व्यथा चाहिँ कम लागोस् भन्नको लागि चाहिँ यसरी दही चिउरा खुवाउनु पर्दो रहेछ। यो चाहिँ मलाई पनि आज थाहा भयो। यसरी सबैजनाले पालैपिलो टिका लगाउँदै दही चिउरा खुवाइराख्नु भएको थियो। अनि हेर्दै मेरो पनि पालो आइहाल्यो। अनि मैले पनि भाउजूलाई टिका सिका लगाइदिएँ र दही चिउरा पनि खुवाइदिएँ। अनि त्यसपछि सिर्जनाले पनि भाउजूले टिकाहरू लगाइदिए। यसरी सबैजनाले टिका लगाइदिइसकेपछि केक काट्न आँटेको बेला त एक्कासी दाजुले भाउजूलाई दिनु है भनेर पैसाको बुकी सरप्राइज गिफ्ट पो दिनुभयो त। यो चाहिँ दाजुले आन्टीलाई भनेर पठाउनु भएको रहेछ। अनि आन्टीले तेरो बुढाले पठाइदिएको भन्नुभएको थियो। भाउजू त इमोसनल भएर रुन पो थाल्नुभयो। अनि केक काट्नुभन्दा पहिला भाउजूको आँखा सिर्जनाले सरले बन्द गरिदिए। किन यस्तो गरेको भनेको त यो केकमा त केटा र केटी लेखेको रहेछ। अनि भाउजूलाई छान्न पो लगाउँदा रहेछन्। यसरी दही चिउरा खुवाउने कार्यक्रम सकेपछि यता आन्टीले खाना तयार गर्न थाल्नुभयो। अनि सबैजना भएर खानातिर लाग्यौँ। यति भन्दै आजको मेरो सानो मिनी भ्लग म यही अन्त्य गर्न चाहन्छु। राम्रो लागेमा लाइक, कमेन्ट र फलो गर्न चाहिँ नछुटाउनु होला। बाई बाई।